सानो बस्ती दाप्चा बजार दाप्चा ए पूर्व रामेछाप ओखलढुङ्गा भोजपुरदेखिको हिँड्ने बाटो यही हो अहिले बिपीले गर्दा हाम्रो आमाहरू पहिला यो बाटो हिँड्नु भएको रे हजुर अनि अहिले गाडी चलिसकेपछि कस्तो भएछ त यो बाटो भनेर आज गाडी घुमाएर यो बाटो आएको हेर्न लगाएको बाटो पूर्व ए सिन्धुली कुन ठाउँ मुलकोट हो मुलकोट ए पहिलाको घरहरू नि यो सबै यही बाटो हिँड्छ है बास बस्यो होला है बास बस्ने मान्छेबाट अहिले तल्लो रोडले गर्दा सुक्यो नि सबै पसल थियो अहिले त सबै अनि यहाँ सामान चाहिँ कहाँबाट ल्याएर बेच्नुहुन्थ्यो त तपाईँहरूले बनेपाबाट ल्याउनुहुन्थ्यो ए अनि यहाँ किन्ने ग्राहक चाहिँ कहाँको मान्छे आउँथे त त्यही बटुवारे ए भने बाटो हिँड्ने मान्छेहरू ए कच्चीमा पनि बाटो त पहिलेदेखि हो हामीले थाहा पाइकन कति साल 28-20 साल कति साल थियो यहाँ बाटो 35-36 साल 35 साल यहाँ बाटो गाडी चल्थ्यो गाडी कुवाको हुन्थ्यो होला पहिला त काम गाडी त्यतिखेरको बजार अहिले यस्तो है सुनसान समयसँगै सबै कुरा फेरिरहेछ नि मेरो सिन्धुली हो सिन्धुलीको मान्छेको बाटो यो हो पहिलाको होइन त पहिला कति हिँड्थ्यो यहाँ बाटो है ओखलढुङ्गा भोजपुर देखि ओखलढुङ्गा भोजपुर राजमाटी सारकी पूर्व भेगको सबै दाप्चा तरेर यहाँ अनि उक्लिने तरङ्गी फेरिको उकालो छ त्यहाँबाट सर आउँछ आएपछि त्यहाँदेखि अनि उकालो सकेपछि दाप्चातिर आयो यहाँ त नामहरू पहिलाको व्यापार केन्द्र नै हो पूर्व भेगको सबभन्दा ठुलो अहिले चाहिँ अलिक व्यापार कम छ बस्ती मान्छेहरू पनि अलिक कमै जस्तो छ बिजनेस व्यापार थियो यो पनि बिपी हाइवे चलेपछि बाटो भगौँले खुलेपछि अलिक व्यापार बिजनेस कम छ ठाउँमा पसल गाउँघरमा घरै घर यो पार्टी कुन चाहिँ पार्टी हो यो कृष्ण मन्दिर भन्ने ए पार्टी उता पार्टी रहेछ नि हाम्रो है सार्वजनिक पार्टी यहाँ जात्रा हुन्छ वर्षको एकपल्ट ठुलो कृष्ण अष्टमीहरू बस्छ पूर्वतिर हिँड्ने आउने त्यो पार्टीमा बस्छ यहाँ 3-4वटा छ पार्टी ए त्यहाँ छ त्यो मान्छे भारी बोकेर बनेपाबाट पूर्वतिर भारी बोकेर हिँड्ने बाटो नि यही त हो नि बस्ने यहीँ खाना पकाएर खाने बाटोमा बसेर खाने है खरपन बोकेर पहिला त धेरै रमाइलो थियो अब हिँड्ने मान्छे छैन ल बा नमस्कार है त म लाग्यो है यो बाटो हेर्दै बुझ्दै आएको है ल गुठीको लागि तयारी टोलेन ए ल ल हेलो गुठी ल कति सालमा बनेको घर रे